हेलो गाइज आज चाहिँ तपाईँहरूलाई म होइन नेप्सीमा लाइभ च्याट कसरी हेर्ने भनेर सिकाउनु गइरहेको छु होइन। फर्स्टमा चाहिँ तपाईँहरू जानुहोस्। मैले चाहिँ फर्स्ट गरेको थिएँ होइन। अब यो चाहिँ सुरुमा के गर्नुपर्छ भने नेप्सी अल्फामा जानुहोस्। नेप्सी अल्फामा थिइसकेपछि होइन, नेप्सी अल्फामा गइसकेपछि तपाईँहरू सिधै टेक्निकल च्याटमा जानुहोस्। टेक्निकल च्याट यता हुन्छ होइन, अल्फा च्याटमा हुन्छ, टेक्निकल नाइस च्याटमा जानुहोस्। यो गइसकेपछि होइन तपाईँहरू लगइन गर्नुभएको छैन, लगइन मागिरहेको हुन्छ होइन। नेप्सी अल्फामा तपाईँहरू लगइन गर्न सक्नुहुन्छ होइन। यहाँ लगइनहरू मागिरहेको हुन्छ होइन, लगइनहरू गर्न सक्नुहुन्छ। लगइन फर रेजिस्टर भनेको हुन्छ। यो चाहिँ यस्तो छ होइन। अर्को वेबसाइट पनि छ चुकुल.com भने, त्यहाँ पनि जानु सक्नुहुन्छ तपाईँहरू होइन। चुकुल.com यी छ होइन, इन्टर गर्नुहोस्। इन्टर गरिसकेपछि तपाईँहरूको चुकुल.com पनि आउँछ होइन, एकदम राम्रो आउँछ होइन। तपाईँहरू नेप्सी च्याटमा जानुहोस्। गइसकेपछि टेक्निकल च्याटमा आउँछ। टेक्निकल च्याट आइसकेपछि यस्तो छ है, यस्तो छ होइन टेक्निकल च्याट चाहिँ होइन। अब तपाईँहरूले लाइभ हेर्न सक्नुहुन्छ। तपाईँले रेजिस्टर गर्नुभएको छैन भने यता आइरहेको हुन्छ रेजिस्टर, लगइन रेजिस्टर भने यहाँ रेजिस्टर गर्न सक्नुहुन्छ अनि तपाईँले हेर्न सक्नुहुन्छ लाइभ च्याटहरू। यस्तो छ, लाइभ च्याटहरू हेर्न सक्नुहुन्छ। जस्तो अब कुन तपाईँहरूले होइन स्टकहरू छान्ने चाहिँ यहाँ छ होइन। तपाईँले अब जुन स्टक पनि छान्न सक्नुहुन्छ होइन। हातगोई जस्तो हान्नुहोस् होइन। हानिसकेपछि तपाईँहरूको हातगोईको आजको देखाउँछ होइन। यसरी तपाईँहरूले लाइभ च्याट हेर्न सक्नुहुन्छ। अरू पनि डिफ्रेन्ट छ, तपाईँहरूले एक्सप्लोर गर्न सक्नुहुन्छ। आजको लागि चाहिँ यति नै।